आउनु ल ल ल हेलो होप सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि एकदम सन्चै आराम फ्री फाइन सो आजको न्यू डे न्यू ब्लग मैले भनिसकेको थिएँ अलरेडी हजुरहरूलाई सो आज म बसपट्टि एउटा आइरहेको छु यही हो बाइक चाहिँ यहाँ पार्किङमा राखिदिरहेको छु हेर्न सक्नुहुन्छ अहिले भएर देखाउँछु बाइक के भएको छ कस्तो छ भनेर मतलब कि त्यस्तो टुटफुट भन्नु खोजेको होइन सो त्यहाँ अगाडि गाइडन बेल हालिसकेको छु मैले पनि ठ्याक्क लागेको थियो कि अन्त केटीको तिरबन्दी हुँदैन मेरो बाइकलाई नि अब बेबीलाई नि टक्क तिरबन्दी लगाइदिइसकेको छु मैले पनि सो त्यही हो बाइक भनेको त्यही हो त्यो एन्टक भन्दा तल्लोपट्टिको सो त्यही हो होइन अब भरे घर जाँदा भेटौँला होइन यहाँसम्म कसरी आएँ त्यो चाहिँ हेर्नु अनि त्यहाँबाट चाहिँ घर जाँदाखेरि भनौँला म घर जाँदैछु भनेर है त त्यही हो अहिले चाहिँ ड्युटीतिर छु म यताउता हेर्न सक्नुहुन्छ बसपट्टिको भ्यू एकदम जाडो गरिरहेको छ मौसम आम्मा चिसो भएर मन आँटेको आएको छु त्यही हो अब डाइरेक्टली भरे अब घर जाँदा भेटौँला होइन यहाँभन्दा उता यहाँ कसरी आएँ त्यो हेर्नु है त सो गाइस म चाहिँ हिँडिसकेको छु रुङसुङ चोकबाट उकालो होइन त्यही हो अब काममा जानुपर्ने होइन ढिलो भइसक्यो त्यही हो ड्युटी भनेको जस्तै हो अहिले चाहिँ म टक्क कहाँनिर भन्ने हाम्रो माथि फ्याक्ट्री पनि छ होइन त्यहीँनिर पुग्नु लागेको छु सो त्यही हो सक्नुहुन्छ बाटोहरू घाम लागिरहेको छ धेरै पछि भ्लग आयो नरिसाउनु होला त्यही त हो नि होइन अलरेडी त्यही हो के भन्नु र अरू त सबैजनाले सम्झिराख्नु भएको थियो होला मैले पनि सम्झिराखेको थिएँ होइन ड्युटी जानुपर्छ होइन भ्लगै बनाउनु पाउँदिनँ क्या अब ड्युटी जाँदा हिँडेर भ्लग गर भन्नुहुन्छ होला अब ढिलो हुन्छ नि त त्यही हो घरमा बसेपछि होइन यताउता हेनतेन ढिलो हुन्छ त्यो दिदी डाँडा कटिसकेको छ गाई छ कि नै यहाँ माथि डेन्टलको दिदी थियो डाँडा कट्नु भइसकेको छ ऊ माथि कट्नु भयो फेरि अति छिटो कुदाउनुहुन्छ हुन्छ नि त म चाहिँ बिस्तारै कुदाउँछु त्यही हो अब के भन्नु र तपाईँहरूलाई बाटो भनेको यस्तै छ हो हेरिहाल्नु भयो दामी घाम लागिरहेको छ यो चाहिँ फुल घुमेर आएको हो यहाँ जुन चाहिँ यो ओह्रालो छ नि यहाँबाट चाहिँ अर्को बाटो पुग्छ क्या ओह्रालो तला छुन्छ यो चाहिँ कहाँ भन्नुहुन्छ भन्ने तलनिर हो गाई फार्मभन्दा अलिक मासतिर छुन्छ हो यहाँनिर हाम्रो यो रनिङ यहाँबाट अब सिस्टी नर्सरी छेउ आइपुगेको छु हो यहाँ माथि चाहिँ अब ग्यारेज पनि छ केटाहरू छ होला होइन त्यही हो केटाहरू छ होला होइन गाडी आइदियो डर त लाग्यो खाजा त्यही हो हेर्नु सक्नुहुन्छ रनिङ त्यस्तो छ ग्यारेजको केटाहरू नै होला सो केटाहरूसँग गफ गरेर पनि हिँडे भइसक्यो मेरो चाहिँ अहिले चाहिँ त्यही त हो नि होइन हिँड्ने भनेको हाम्रो हल्का कुद्दैछु म चाहिँ बिस्तारै नै भनौँ अब के भन्नु र तपाईँहरूलाई बाटो भनेको यस्तै छ हाफ देखिरहेको होला होइन अहिले चाहिँ यो क्यामेरा हल्का उयो भइदियो क्या बिग्रेको जस्तो भइदियो के भयो हल्का त्यस्तै भयो सो नरिसाइदिनु होला अब यहाँबाट चाहिँ पुग्छौँ है त चाहिँ अहिले चाहिँ म निक्लिन आँटेको छु यहाँ विकाससँग आउँदैछ बाइक यस्तै छ कन्डिसन यहाँ गाइडन बेल हालिदिएको छु मैले यही हो बेल चाहिँ सो त्यही हो होइन अब हामी जान आँटेको छौँ घर म चाहिँ रुङसुङ चोक आइपुगिरहेको छु यस्तै छ दिन होइन यहाँनिर 220 हाम्रो विकास सासिङको यहाँ 220 काटेर आउनु भएको रहेछ यही छ हाम्रो बाइक चाहिँ ल म चाहिँ हिँड्न आँटेको है त गाइज म चाहिँ घर हिँडिसकेँ होइन त्यही हो आउनु ल ल ल यो बास्कट धुलो उडायो म त कुदाउँदै उनीहरूको कुदायो त्यस्तै हो आफू बिस्तारै जानु त्यस्तो छ है
यता पनि त्यस्तै हो बाटो त अघि पारिपट्टि पुगिसकेछ नि यस्तो कुदाउँछ नि हजुर के चाहिँ ग्राभलै हो नि यो त के ग्राभल भन्ने यसलाई नि के भन्नु फेरि अब यो कहिले चैततिर चाहिँ फुल पिच हुन्छ होला हो यो चैतदेखि स्टार्ट हुन्छ अरे चैतदेखि स्टार्ट चैतदेखि चाहिँ यस्तै हुन्छ बेलुका कामबाट आउँदा अहिले चाहिँ बाइक छ 2-3 दिनको लागि बाबा बाइक नहुँदा हिँडेर नि राति हुन्छ नि होइन कोही बेला गाडी भाडा दिन्छ गाडी पायो भने गाडीमा नत्र हिँड्दै त्यही भिड लाग्छ म त हिँडेर मलाई हिँडेर उकालो त्यही हो 45 मिनट ओह्रालो उकालै त्यति नै लाग्छ 45 मिनटै त्यति नै हो उकालो चाहिँ छिटो हिँड्छु कि ओह्रालो हिँड्नु सक्दैन म त ओह्रालो त खुट्टा दुख्छ झन् बाटो